वेलकम टु आवर व्लग्स। आज चाहिँ हामी लाग्यौँ कोरियाको इस्कन टेम्पल धर्म कर्म गर्न मन लाग्यो तर एड्रेस नभेटाएर के भयो एड्रेस नभेटाएर खोज्यौँ गाडी स्टेसनमा कुरेको फेरि गाडी पारियो आएछ गाडी पारियो फेरि हामी ट्याक्सी चढ्यौँ गाडीबाट पनि झरेर आधा किलोमिटर पुग्नु हिँड्नु पर्थ्यो त्योभन्दा मलाई सजिलै ट्याक्सीमा नआउँ भनेर फाइनल्ली मन्दिर पनि पुगियो। मन्दिर पुगिसकेपछि चाहिँ फर्स्टमा हामीले भित्र छिर्ने बित्तिकै भगवानको मजाले दर्शन गऱ्यौँ। यति वर्षपछि होला मेरो बुढो पनि मजाले भगवानको दर्शन गरिरहनु भएको छ। एकदम भएर यति वर्षपछि भगवानलाई देखेर वर्षभन्दा पनि 1 वर्ष नै भयो नि त यसरी मन्दिर नगएको। अनि मन्दिर गएर भगवानको दर्शन गर्न पाउँदा चाहिँ एकदम खुसी लागिरहेछ। त्यही भएर म चाहिँ एकोरो भइरहेको छु भगवानलाई देखेपछि। कोरियामा मन्दिर पनि घुम्नु भयो? कोरियामा मन्दिर पनि घुम्नु पो प्रसाद पनि खानु भयो? मिठो है? लगानी डबल भए खुसी हुनुहुन्छ कि हुनुहुन्न? डबल त्रिपल भइरहेको मेरो लगानी डबल भइरहेको त डबल हुन्छ जस्तो छ। लास्ट टाइम छ सम्म होइन? घुम्न आउँदाखेरि म तिमीलाई हेर्छु गरौँ ल। राधे राधे जय श्री कृष्ण। राधे राधे। अब कहाँ जाने? अब जाने कता भन तिमी? त्यतै जाम हामी खोज्नुपर्छ। दर्शन गरियो राधाकृष्णको, हाम्रो प्रेमी जोडीको, हाम्रो श्री कृष्ण। कोरियामा चाहिँ हाम्रो राधाकृष्णलाई भेटेर हामी फर्किँदैछौँ। हाम्रो कृष्ण भेटेर खुसी लाग्यो। ट्याक्सी लग्यो भने थाहा छ नि के देखेर हामी कहाँ गएर आएको? टेम्पल। कसको टेम्पलमा गएर आयो? राधाकृष्णलाई आज दर्शन गऱ्यौ। अनि अहिले मन्दिरबाट फर्किसकेपछि कस्तो फिल भइरहेको त? आई मिन मनमा अलिकति शान्त। कोरियामा विदेशमा आएर पनि राधाकृष्ण आफ्नो आफूले मान्ने भगवानलाई भेट्न पाउँदा, भगवानको दर्शन गर्न पाउँदा कस्तो अनुभूति भइरहेछ? मनमा लागेको अलिक मन स्टेबल भयो अलिकति? ल आफ्नो अनुभव सुनाउ न, कस्तो लाग्यो? राम्रो लाग्यो? ए ठिक छ। थाके एकदम। कतिवटा ठाडो सिडी चढाइदिनु भयो नि। 2 घन्टा अब एकछिन रेस्ट गर गाडी। अब घर जान 2 घन्टा बाँकी। अहिले चाहिँ हामी सौतिर रेस्ट गले नि त्यत्रो सिटी चढेपछि गल्दैन? लिफ्ट बिग्रिरहेछ। घर जाने होइन? अब ट्रेनमा जाने कि गाडीमा? टिकट गाडीको काट्नु पर्छ, ट्रेनमा कसरी जाने? अहिले ट्रेनमा जाने होला नि त? अहिले मेट्रोमा हो। ट्रेन र मेट्रो एउटै हो र? होइन, फरक हो नि। ल बाई बाई। भनेपछि हामीलाई अब यो ठाउँमा के ठाउँ रे? नामै देखिँदा त नाम निकाल्नै नि आएन अरे। आई एम नट अ गुड फोटोग्राफर और भिडियोग्राफर। I don't know how to record. तिमी त सबैलाई रेकर्ड गर्नु। फाइनल्ली मन्दिर दर्शन गरिसकेपछि साउलतिर पुगेर खानासाना खाएर एकछिन त्यतै घुमेर अब चाहिँ हामी घरतिर फर्किने बेला भयो। गुड बाई गाइज।